बहिनी ज्वाइँको कोठामा मैले जे देखेँ त्यो देखेर मेरो होस चाहिँ उड्यो। यस्तो मैले आफ्नो जीवनमा कहिल्यै देखेको थिइनँ। मेरा आँखाहरू ट्वाल्ल परिरहेका थिए। नमस्कार दर्शकबिन, स्वागत छ तपाईँलाई नेपाली रात्रि कथामा। मेरो नाम माया हो। मेरो घर नवलपरासी। गत तिहारको रातमा मसँग घटेको घटना जसले मेरो होसै उडाएको थियो, त्यस घटनालाई तपाईँहरू समक्ष राख्दैछु। मेरो बिहे अघि नै मेरी सानी बहिनी सीमाले भागेर बिहे गरिन्। उनले बिहे गरेको 1 वर्ष भइसकेको थियो। बहिनी निकै सुन्दर छिन् र ज्वाइँ पनि ह्यान्डसम हट्टाकट्टा हुनुहुन्छ। बिहेपछि बहिनी माइत हाम्रो घरमा कमाई आउँथिन्, किनभने ज्वाइँलाई बहिनी बिना पटक्कै बस्न मन लाग्दैन थियो। बहिनी र ज्वाइँ एकअर्कालाई धेरै माया गर्थे, एकअर्का बिना बस्न सक्दैनथे। यो कुरा मलाई त्यस दिन थाहा भयो जुन दिन सीमा तिहारमा माइती घर आएकी थिइन्। बहिनी आएको 1 हप्ता भइसकेको थियो, तर ज्वाइँको फोन दिनभरिमा धेरै पटक आइरहन्थ्यो। बहिनी फोनमा कुरा गर्दै भनिन्, यति छिटो कसरी आउनु, केही दिन अझै बस्न दिनुस् न। तर तपाईँ पनि फोन गरेर यस्ता कुरा गर्नुहुन्छ जसले गर्दा मलाई पनि तपाईँको धेरै याद आउन थाल्छ। त्यति नै बेला मम्मी आउनुभयो र सीमाले फोन काटिन्। मम्मीले सीमालाई भान्सामा बोलाउनु भयो, किनभने तिहारको मिठाई, चिउरा, रोटी आदि बनाउनु थियो। हामी सबैले मिलेर साँझसम्म आधा चिजहरू बनायौँ र बाँकी मिठाई अर्को दिन बनाउने कुरा भयो। साँझ परिसकेको थियो र म झ्यालबाट बाहिर हेरिरहेकी थिएँ। त्यही बेला मैले देखेँ कि ज्वाइँ बाहिर उभिनु भएको छ। मैले हतार बहिनीलाई बोलाएँ। बहिनी बाहिर आउने बित्तिकै भनिन्, तपाईँ त साँच्चै आउनु भएछ, मलाई त फोनमा तपाईँले यत्तिकै भन्नुभएको होला भन्ने लागेको थियो। त्यति नै बेला मम्मी पनि आउनुभयो र भन्नुभयो, पाहुना तपाईँ कहिले आउनुभयो? कुनै खबर छैन, केही छैन। पहिले भन्नुभएको भए तपाईँको स्वागतका लागि पहिले तयारी गर्थ्यौँ। ज्वाइँले भन्नुभयो, होइन सासु आमा, कामले गर्दा म सहर आएको थिएँ, त्यसैले तपाईँहरूसँग भेटेर जाउँला भन्ने सोचेँ। मम्मीले भन्नुभयो, जाने कुरा अहिलेदेखि नै नगर्नुहोस्। अहिले आउनु भएको छ, खानापिना खाएर आराम गरेर बिहान जानु होला। म तपाईँलाई अहिले पटक्कै जान दिन्न। ज्वाइँले केही भन्नु भएन र मलाई पनि थाहा थियो कि ज्वाइँ जानका लागि आउनु भएको होइन। त्यति नै बेला बहिनी पानी लिएर आइन् र ज्वाइँलाई पानी दिँदै बिस्तारै काने खुसी गर्दै भनिन्, मलाई राम्ररी थाहा छ तपाईँ किन आउनु भएको। 1 हप्ता पनि बस्न सक्नु भएन म बिना। ज्वाइँ मुस्कुराउँदै भन्नुभयो, तिमी छौ नि यस्ती। यो सुनेर बहिनी लज्जाएर मुस्कुराएर त्यहाँबाट गइन्। केही बेरमा खाना तयार भयो। हामी सबैले सँगै खाना खायौँ र कुराकानी गर्न थाल्यौँ। ज्वाइँको सुत्ने ठाउँ छेउको कोठामा लगाइएको थियो र अब सबैलाई सुत्ने तयारी गर्नु थियो। घरका सबै मानिस आफ्नो कोठामा सुत्न गए, तर म, बहिनी र ज्वाइँ सोफामा बसेर टिभी हेरिरहेका थियौँ। टिभीमा हामी 3 भाइ चलचित्र चलिरहेको थियो, जुन मलाई र बहिनीलाई धेरै मन पर्थ्यो। केही बेरमा ज्वाइँले हाई काट्दै भन्नुभयो, बाफ्रे मलाई त धेरै निन्द्रा लाग्यो। बहिनीले मनमनै मुस्कुराउँदै जवाफ दिन्, त्यसो भए जानुहोस् न, छेउको कोठामा तपाईँको बिस्तारा लगाइदिएको छ, आराम गर्नुहोस्, म चलचित्र हेरिसकेपछि आउँछु। ज्वाइँको अनुहार हेर्न लायक थियो। उहाँ अलि झर्ट मान्दै कोठातिर जानुभयो। मलाई र बहिनीलाई हाँसो लागिरहेको थियो, तर हामी केही बोलेनौँ। हामी दुवै चलचित्र हेर्नमा व्यस्त थियौँ। केही बेर पछि बहिनीले मलाई भनिन्, दिदी मलाई पनि अब निन्द्रा लाग्यो, म सुत्न जान्छु है। मैले तुरुन्तै भने, यो सकाएर जाउँला नि, तिमी गयौ भने मलाई डर लाग्छ। तिमीलाई थाहा छ नि, रातमा मलाई एक्लै डर लाग्छ भन्ने। यति सुनेपछि बहिनीले, ठिक छ म केही बेर बसिदिन्छु भनिन्। त्यही बेला ज्वाइँले कोठाबाट आवाज दिनुभयो, सीमा पानी चाहिएको छ। बहिनीले तुरुन्तै भनिन्, दिदी एकैछिन, म तिम्रो ज्वाइँलाई पानी दिएर आउँछु। मैले भने, हुन्छ, तर छिटै आउने। त्यसपछि बहिनी भान्साबाट पानीको बोतल लिएर ज्वाइँको कोठामा गइन्। मैले सोचेँ अहिले आउँछिन्, तर 5 मिनट हुँदा पनि उनी आइनन्। मलाई डर लाग्न थाल्यो। त्यसैले गर्दा मैले बहिनीलाई आवाज दिएँ। केही बेरमै बहिनी कोठाबाट बाहिर आइन्। उनको साडी अलि लथालिङ्ग थियो, कपाल छरिएको थियो र सास छिटो चलिरहेको थियो। मैले आत्तिएर सोधेँ, बहिनी किन यति ढिलो गरे कि? मलाई डर लागिरहेको थियो। बहिनीले हाँस्दै भनिन्, अरे त्यो केही होइन, तिम्रो ज्वाइँलाई धेरै तिर्खा लागेको थियो, त्यसैले पानी खुवाउँदा अलि समय लाग्यो। त्यति नै बेला ज्वाइँ कोठाबाट बाहिर आउनुभयो र भन्नुभयो, सीमा मेरो फोनको ब्याट्री सकिन लागेको छ कि तिमी मेरो लागि चार्जर ल्याइदिन्छौ? ठिक छ हेर्छु, तपाईँ यही रोक्नु भन्दै बहिनीले जवाफ दिइन्। फेरि ज्वाइँले भन्नुभयो, अरे तिमी हेर म कोठामा पर्खन्छु। यति भन्दै उहाँ फेरि कोठामा जानुभयो। बहिनी मेरो कोठामा गएर त्यहाँबाट मेरो फोन चार्जर उठाएर ज्वाइँलाई दिन कोठामा गइन्। मैले सोचेँ कि चार्जर दिएर उनी तुरुन्तै फर्किन्छन्, तर केही बेर बित्यो, उनको कुनै अतोपत्तो थिएन। मैले एकपटक फेरि आवाज दिएँ, कुनै जवाफ आएन।
मैले सोचेँ कि सायद उनी चार्जर लगाएर फोन चार्ज गर्नमा व्यस्त होलिन्। अलि डर पनि लागिरहेको थियो, त्यसैले मैले टिभी बन्द गरेँ र आफ्नो कोठामा सुत्न गएँ। तर मलाई निद्रा लागिरहेको थिएन। बिस्तारामा पल्टिएर म आफ्नो फोन चलाउन थालेँ। आधा घण्टापछि मेरो फोन अफ भयो, त्यसको ब्याट्री सकिएको थियो। अब म यताउति चार्जर खोज्न थालेँ। पछि याद आयो कि मेरो चार्जर त बहिनीले लगेकी छिन्। अब म दुईविधामा थिएँ, के चार्जर लिन जाने कि नजाने। निन्द्रा त त्यसै पनि लागिरहेको थिएन र दिक्क पनि लागिरहेको थियो। मैले सोचेँ कि सायद चार्जिङ भर्खरै सुरु भएको होला। मनमनै मैले तर्क गरेँ कि आजकलका फास्ट चार्जरले छिटो फोन चार्ज गर्छ। तैपनि केही फोनहरू यस्ता हुन्छन् जसको ब्याट्री यति ढिलो चार्ज हुन्छ कि जतिसुकै फास्ट चार्जर लगाए पनि समय लाग्छ नै। मैले सोच्न थालेँ, एकपटक गएर हेर्छु कि ज्वाइँको फोन कति चार्ज भयो वा चार्जिङ भर्खरै सुरु भएको छ। तर यो विचार मेरो दिमागमा घुमिरहेको थियो कि आखिर म कोठामा जानुपर्छ कि पर्दैन। मलाई दिक्क महसुस भइरहेको थियो र फोन बिना समय कटाउन गाह्रो लागिरहेको थियो। अन्ततः म चार्जर लिनका लागि ज्वाइँ र बहिनी सुतेको कोठातिर बढेँ। म त्यहाँ पुगेर ढोका खोल्ने कोसिस गरेँ। त्यो भित्रबाट बन्द थियो। झ्याल पनि पुरै भित्रबाट बन्द थियो। तर कोठाभित्रबाट हल्का उज्यालो बाहिर आइरहेको थियो, जुन सिसाको झ्यालबाट देखिन्थ्यो। मैले सोचेँ, सुतेको त होला नि। केही पल रोकिएँ अनि बहिनीलाई आवाज दिएँ। पहिलो पटक कुनै जवाफ आएन। दोस्रो पटक फेरि आवाज दिएँ। तब बहिनीको आवाज आयो, के भयो दिदी? मैले भने, मेरो फोन चार्जर भित्रै छुट्यो, मेरो फोन बन्द भयो, चार्ज गर्नु छ। ज्वाइँको फोन चार्ज भइसकेको छ भने मलाई चार्जर देऊ न। बहिनीले अलि झर्को मान्दै भनिन्, अरे फोन चार्ज भएको छैन, तिम्रो ज्वाइँको फोन चार्ज हुन धेरै समय लाग्छ, चार्जिङ त भर्खरै सुरु भएको छ। मैले भने, 10 मिनेटका लागि चार्जर देऊ न, मेरो फोन फास्ट चार्ज हुन्छ। पछि ज्वाइँको फोन चार्ज गराउली। बहिनीले, ठिकै छ बाबा, ल्याउँछु, तिमी आफ्नो कोठामा जाऊ, म लिएर आउँछु भनिन्। म आफ्नो कोठामा फर्किएँ। केही बेरपछि बहिनी चार्जर लिएर आइन् र भनिन्, यो लिऊ तिम्रो चार्जर। जुन बेला मैले चार्जर लिएँ, मेरो नजर बहिनीमाथि पर्यो। मैले अचम्म मान्दै सोधेँ, बहिनी, तिमीले यो के लगाइकी? यो त ज्वाइँको सर्ट होइन र? तिमी त सारीमा पो थियौ। बहिनीले लज्जाएले कोठामा गइन्। मैले आफ्नो फोन चार्ज गर्न सुरु गरेँ। केवल 15 मिनेटमा मेरो फोनको ब्याट्री चार्ज भयो। मैले सोचेँ, ल अब चार्जर फिर्ता दिन्छु। यदि बहिनी सुतेको भए पनि म आफै ज्वाइँको फोन चार्जमा लगाइदिन्छु। म चार्जर लिएर बहिनी र ज्वाइँको कोठातिर गएँ। यसबाट ढोका अलिक खुलेको थियो। सायद बहिनीले हतारमा बन्द गर्न बिर्सिएकी होलिन्। मैले ढोका खोलेँ। म ढोकाबाट भित्र पसेँ र त्यो क्षणले मलाई भित्रसम्म हल्लाइदियो। त्यो एउटा निजी क्षण थियो जसलाई देख्ने मेरो कुनै अधिकार थिएन। म लाज र डरले थर्किएँ र तुरन्तै ढोका बन्द गरेँ। मबाट त्यो ठुलो गल्ती भयो। मलाई थाहा नै नथियो कि त्यो क्षणको अर्थ के थियो। मलाई भित्र आउन अघि आवाज दिनु पर्थ्यो। म कसरी बिर्सन सक्छु कि यो एउटा विवाहित जोडी हो। तर त्यसपछि जे भयो त्यो जानेर तपाईहरू यति हैरान हुनुहुन्छ कि तपाईहरूलाई एउटा ठुलो झट्का लाग्नेछ। कथाको अर्को भाग जान्नका लागि तयार रहनुहोला। यदि तपाईहरूलाई यो कथाको पहिलो भाग राम्रो लागे कमेन्ट गर्नुहोला, साथै लाइक र शेयर पनि। यस्तै रोचक, रमाइलो र भावनात्मक कथा सुन्न यस नेपाली रात्रि कथा नामको च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। मेरो काम हो कथाको अर्को हिस्सा तपाईसम्म पुर्याउनु। भिडियोमा 1000 लाइक हुने बित्तिकै भाग 2 आउनेछ। कथाको दोस्रो भाग छिटै ल्याउने कोसिस गर्नेछु। बस एउटा लाइक गरिदिनुहोस्। अर्को कथामा फेरि भेट हुने नै छ। तबसम्मका लागि तपाईहरूसँग बिदा चाहन्छु। धन्यवाद। बाई बाई।